म चाहिँ फेरि एउटा विराट राजवंशीको युवा जेनजी सोध्न चाहन्छु यो जुन प्रोग्राम पहिला आफ्नो परिचय दिनुस्। मेरो नाम रिया राजवंशी हो, म कठहरी 1 मा बस्छु। तपाईको घर कहाँ हो? कठहरी 1। कठहरी 1। यो जुन प्रोग्राम अहिले भइरहेछ हैन, यो के प्रोग्राम भइरहेछ? यो विराट राजवंशीको प्रोग्राम। यो जुन प्रोग्राम भइरहेछ हैन, यो के को लागि भइरहेछ? यो सूचीकृत विराट राजवंशीको सूचीकृत गरिदिनुको लागि। सूचीकृतको लागि भइरहेछ। यो कति वर्षदेखि भइरहेछ हजुरलाई थाहा छ? 19 वर्ष 30 हैन, यो 19 वर्षदेखि भइरहेछ हैन। तपाई भनेको एउटा जेनजी युवा भर्खर एजुकेटेड, तपाई पढिराख्नु भएको छ। कति क्लासमा पढ्नुहुन्छ? म 7 क्लासमा पढ्नुहुन्छ। 7 क्लासमा पढ्दैखेरि जब यो प्रोग्रामहरु भइरहेछ तपाईले यसको बारेमा जानकारी लिनुपर्छ हैन, किनभने यो भनेको तपाईको भविष्यको लागि हो। जब हाम्रो जात विराट राजवंशी सूचीकृत हुन्छ त्यसपछि हामीले हक अधिकार पाउँछौं हरेक ठाउँमा। र अर्को कुरा जब सूचीकृत हुन्छ र अर्को कुरा सूचीकृत नहुँदा पनि हामीले चाहिँ के हुन्छ भन्दाखेरि अहिले हामीले चाहिँ सबैजना एकजुट भएर हरेक राजवंशी जस्तै अरूमा हेर्नुहुन्छ सबै एकजुट हुन्छ। हाम्रोमा एकजुट छ? एकजुट छ सबैजना? छ। त किन आएन मान्छे? पहिलोपल्ट हुँदाखेरि धेरै मान्छे आएको थियो, अहिले कम हुँदैछ। यसको सबैलाई सम्झाउनु हामी चाहिँ एकजुट भएर बस्ने।